हेलो गाइस, अब हामी 10 माइल जानु आँटेको कान्छा भाइ र म। अनि यहाँ पापा या निस्क्यौँ हामीहरू। निस्केको अब हामी जाँदैछौँ। अनि यहाँ लिचु छैन, लिचु छैन। अनि यता यहाँ हो 10 माइल अचानक पानी परेको, पानी परेर सबै देख्नुभयो होला। पानी सानी रस्तामा पत्थरमा त नभए भन्नु, अब पनि बराली कुदो भनेर हेर्नु गएको त छैन र धेरै त कुद्दै रहेछ। साह्रै मिस्टेक भयो। धोका दियो, ट्रेन मिल्छ आइन्छ मलाई यतिको माया हुन्छ। तर पनि धेरैभन्दा धेरै माया दिनुहोस्। धेरै माया दिएर यो पानीमा बसेर पानीमा बैगन जाँदाखेरि अनि हामीहरू एउटा चाहिँ अहिले धेरै जङ्गल रस्ताको त्यहाँ पुगिसक्यौँ। यो चाहिँ जङ्गल रस्ता भन्छ। अब तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। यो टी फ्याक्ट्री हो, साइकल फ्याक्ट्रीको भित्र बस्नु ठुलो छ फ्याक्ट्री। अनि अगाडि चाहिँ जङ्गल छ, यो घमासान जङ्गल छ। यो यहाँ चाहिँ हात्ती पनि निस्किन्छ, फेरि बाघ। जङ्गल चाहिँ सानो जङ्गल। रस्ता चाहिँ राम्रो भयो थियो। अब टेक चाहिँ गर्दिनँ मैले। कता ल्याम्बोर्गिनी चल्छ? यहाँ चल्छ भनेर लैम्बोर्गिनी चलाई जाने हो। गाइस, अब हामी फर्किने यो भित्री रास्ता हो। के भन्छ कृति दिदी घर। हाम्रो यो समेल जाने बाटो निस्क्यौँ। यो चाहिँ साह्रै राम्रो छ। यहाँ चाहिँ हाम्रो एरोप्लेन यहाँ सानो खालको अब उयो गरेर एरोप्लेन उड्ने उयो पनि बनाउन सक्छ। यहाँ चाहिँ एकदम यस्तो प्लेन छ। हाम्रो मेन रोड निस्केपछि अब देखाउने छु तपाईँहरूलाई। अहिले चाहिँ हामी हाइवे पुग्यौँ। हाइवे रस्ता चाहिँ हो, एकदम ठुलो छ। यो चाहिँ माने बाहिर विदेशमा पनि यत्रो हुन्छ हुनु त हमको नहीं पता। तर यहाँ त्यस्तै छ, त्यत्रै छ। उनीहरूलाई चाहिँ तपाईँलाई यो यता भित्री यता देखा भित्री पट्का कलेज भाइको यहाँ फोटो पनि लागेको छ योपालिको। यहाँ चाहिँ फेरि उयो भएको छ, फ्लाट भएको छ। फ्लाट अब हाम्रो बिचला पनि खतम छ लु। अनि हेर त गनाउँदै रहेछ कुकुरको, बाख्रा त्यही लागि पो रहेछ त। गनाउने बोकाहरू छ, अनि गनाउने बोकाहरू छ, त्यही लागि कुकुरहरू पछि लागेको रहेछ गनाएर। हामी बन्द गर्दैनौँ। हामीलाई माने मान्छेहरू हुन्छ नि, टाउन भएपछि आएपछि मान्छेहरूले देखेर सुनाउनुहुन्छ मोबाइल मान्छेले भिडियो गर्दैछ भनेर। हामी होइन, हामीसँग जे छ त्यही देखाउँछ। अब हामीसँग यस्तै थियो, हामीसँग यस्तै छ। हामी यसरी बजार लाग्छ, यता अगाडि छ, यता देखाउने रोड जाँदैछौँ। हामी चाहिँ जानु लागेको भन्दाखेरि हामी 10 माइल। अनि त्यहाँ जानुको लागि हाम्रो काम
डकुमेन्ट्स लिनु थियो। डकुमेन्ट्स चाहिँ माने सानो तिनो होइन, अलिक ठुलै हो, मतलब चाहिने एकदम त्यही हो। अब यहाँ हामीहरू एकछिन रोक्नेछौँ, यहाँ रोकेर हामी यहाँ के एउटा सपिङ अब गर्नु पऱ्यो। यहाँ रास्ता देखिन्छ है। हेलो गाइस, अब हामी जाँदैछौँ रास्ता नि ढाकेर। भरे जुम गरेर देखाइदिन्छु, एडिट गरेर तपाईँहरूलाई। के भन्छ मान्छेहरू किन रोकेको? तपाईँले कहाँ बेकरी भन्नुहुँदै खोइ? के बेकरी बेकरी मन्दिरको त्यहीँ बनाएको छ, 9 माइलको त्यहाँ। मन्दिरको पो बनेको त मलाई बिर्दी भनेर अगाडि होइन। बस हामी चाहिँ यहाँ पुग्यौँ दिदी घर। अनि यहाँबाट दिदी आउनुभयो यसरी। ऊ दिदी आउनुभयो। दिदी आउनुभयो। हामी जाने के भयो रे? दिदी आउनुभयो। फाइनली गाइस भाइ बहिनीलाई भेट भयो। जानुभएको अरे। अब हामी जाँदैछौँ घर। ल जाने ल? हुन्छ ल, जानु। बाई बाई। अब बेलुका भएर म चाहिँ यहाँ फास्टफुडमा बसेको नि त, भोक लाग्नु थाल्यो खानु भनेर। फास्टफुड देख्नु सक्नुहुन्छ यही होइन, मेन जागोनको टाउन बजारमा छौँ। दुईजना दाजुभाइ अब फास्टफुड खाने भनेको हो कि के खाने भाइ? भोक लाग्यो। के खानु? मोमो। मोमो खाने नि? मोमो खाने। अब त्यहाँबाट अनि जाने घर। ओइली वस्तु त खान्न नि त, म फेरि डाइटिङमा छु के। अनि म चाहिँ अब मोमो खान्छु अलिकति, अब बेसी होइन, अलिअलि। ल ल भाइ कस्तो लाग्यो? बिचमै मोमो कस्तो लाग्यो भन्? क्या मजा लाग्ने, यस्तो मजा लाग्यो। बैगन सुप गर्यो। मोमो दामी लाग्यो गाइस, बहुत राम्रो छ होइन, एकदम मिठो छ। हामी चाउमिन खानेवाला छौँ। मोमो खाइसक्यौँ। अब कति आन्थ्यो नआएको थियो 10 वटा के खानु। अब चाउमिन खानेवाला छौँ होइन। यता मोमोको प्लेट, यता चाउमिनको प्लेट। फास्टफुड दोकानमा देख्न सक्नुहुन्छ, जागोनको बिचमा होइन। हो नि? अच्छा ल हुन्छ भाइ। फाइनली अब हामी घर आइपुग्न आँटेको। पानी परेको छ भनेर मात्रै के गाइस, पानी नपर्नु भन्दा यहाँ सुत्छ, बाइक सुत्छ। अलि पानी चाहिँ पर्नु भएन क्या। सेम जग्गा तर अघि भन्दा अलिक स्पिडमा छौँ। अनि हाम्रो ZX 10R हो के। अघि एउटा पेनली पार भयो, रातो रङको चाहिँ मन परेन। हाम्रो ZX 10R को सामने त के होइन। अब अगाडि हेर्दैछु, यहाँ गाडी आउँदैछ, यहाँ ब्रेक चाहिँ डिस नि त, फेरि ब्रेक त हामी पानीमा हाल्छौँ। हामी त पानीमा हाल्छौँ भनेर सोचेको होला। पानीमा हाल्दिनँ हामी। बाइक त यो तपाईँहरूले पानी त म छुँदिनँ गाइस। गल्तीले छुयो भने त्यो चाहिँ माफ गरिदिनु होला, तर छुनु चाहिँ छुँदैन है। कमेन्ट गरेर भनिदिनुहोस् कहाँ छुको त पानी। बाइक त यो यहाँ हेर्नु कस्तो सुइया हो, हेर्नु है। यहाँ चाहिँ पुरा चिप्लो छ। बाइक चिप्ल्यो भने फेरि ड्याम नि फेरि, तर हामीहरू चिप्लिँदैन। बाइकै खतरा, मान्छे खतरा। आइपुग्यो गाइस। ल अब चाहिँ ल यसै भने अब भिडियो कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अरू नभुलिकन मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल हुन्छ।